बच्चा आयो बिच्चा त्यस्तै दौड्दै आउने यार तपाईको छोरा बिच्चा आयो नि त भाग्दै साथीहरू तपाईहरुले भिडियो हेर्नुभयो होला यहाँ कसको के गल्ती छ त ल हेर्नुस् है एक नम्बरमा त्यो बच्चाले बाटो काट्दैछ त्यो बाइकले रोकेर बाटो दिनुपर्छ बच्चालाई दुई नम्बरमा त्यो जो बाइक चढ्ने मान्छे छ म स्लो आइरहेको छु भन्ने हुन्छ स्लो आउने नै होइन स्टप पुरै स्टप गरेर बच्चालाई चाहिँ जान दिनुपर्छ तीन नम्बरमा उनले गल्ती बोलेका छन् म स्लो आइरहेको छु तपाईको छोराको गल्ती भन्ने हुँदैन त्यो मोटरसाइकल चलाउने मान्छेको गल्ती हुन्छ किनकि बच्चाहरूलाई थाहा हुँदैन उहाँको मिस्टेक धेरै छन् के एक त बच्चा आइसकेपछि गाडी वा बाइक चाहिँ पुरै रोकेर त्यो बच्चा कता जाँदैछ उसलाई जान दिनुपर्छ त्यति पनि होइन भने त्यो बच्चाको हाउभाउ एक्सप्रेसन कहाँ जाँदैछ भन्ने कति म त्यहाँ पुग्दा ऊ बच्चा कहाँ पुग्छ भन्ने हिसाब राख्नुपर्छ त्यही भएर बच्चाको गल्ती हुँदै होइन त्यो सबै मोटरसाइकल माथि चढ्ने मान्छेको गल्ती हो थाहा हुनु पर्यो नि त मोटरसाइकल माथि चढिसकेपछि बच्चा अन्जान हुन्छ म त्यहाँ जाँदा बच्चा दौडेर आउन सक्छ कुनै कुरा बलहरू देखेर दौडेर त्यहाँ बल टिप्न जान सक्छ अब केही हुनसक्छ काहीँ त्यो बच्चा लडेर टाउको चाहिँ रोडमा आउन सक्छ यो कुरा हिसाब त लाइसेन्स लिने मान्छेलाई हुनु पर्यो नि त भनेपछि कुनै पनि रुल थाहा नभइकन अझ जङ्गिएर त्यो मान्छेले नै तपाईँकै बच्चा चाहिँ यसरी आइरहेछ भन्छ भने नेपालमा कति चाहिँ रुल थाहा रहेछ त के रहेछ त बाटोमा हिँड्ने मान्छेको प्रायोरिटी के हो भन्ने थाहा रहन्छ नि त एक नम्बरमा त बाटोमा हिँड्ने मान्छेको प्रायोरिटी हुन्छ त्यहाँ पछाडि साइकल हुन्छ गाडी हुन्छ छुट्टै छुट्टै हुन्छ त्यहाँ माथि त्यो बच्चा हो बच्चालाई त त्यहाँ माथि रुलै थाहा हुँदैन मोटरसाइकल चलेर लाइसेन्स निकालिसकेका मान्छेले तपाईँको छोराको गल्ती हो म स्पिड कममा आथेँ भन्ने जस्तो यो एकदम ट्राफिक नियमलाई चाहिँ हँसाउने खालको कुरा गर्नुभयो उहाँले त्यो भएर यो मान्छेको लाइसेन्स खारेज गर्नुपर्छ नत्र नेपालमा यस्तो दुर्घटना रोकिनेवाला छैन है यो चाहिँ मेरो सजेसन हो नेपाल प्रहरीलाई पनि यस्ता मान्छेलाई चाहिँ एक दिन जम्मा गरेर नेपाल सरकारले चाहिँ फ्रीमा क्लास लिन पर्ने देखिन्छ नत्र यस्ता घटनाहरू दोहोरिरहनेछ हस् त धन्यवाद